युथमा अब एडिक्सनहरू अहिले लास्टै बढिरहेको छ। अब नेपालको कन्टेक्स्टमा हेर्ने भने वी हेभ इजिली अभाइलेबल टोब्याको, एल्कोहल, ड्रग्सहरू होइन। त्यसले गर्दा अनि यु मेन्सन अल्सो कि रोल मोडलिङ गरेर कि रोल मोडलिङ गरेर कहीँ न कहीँ त्यो एडिक्टिभ बिहेभियरमा लाग्छ। यो सर साइकल कसरी सुरु हुन्छ यो एडिक्सनको, एन्ड वाज द फाइनल स्टेज, यसको रिकभरी प्रोसेस कस्तो हुन्छ होला सर? पहिला त युथहरू अहिले यति आउटवर्ड भइसक्नु भएको छ कि अहिले टेस्टिङ फेजमा जानुहुन्छ कि। हजुर। अब कुनै पबमा गयो होइन, कुनै क्लबमा गयो, अब कपी हुन्छ होइन, उहाँले खाइरहनु भएको छ, यसो टेस्ट गरौँ कस्तो रहेछ त्यो फर्स्ट। अहिले भनौँ हुक्का कल्चर, हुक्का अहिले नर्मल्ली यति चाहिँ पपुलर भएको छ। हुक्का खायो भने अब अलिक स्मार्ट भयो नि, मेच्योर भयो नि भन्ने जस्तो यङ स्टरहरूमा देखिन्छ। अनि त्यो नि फर्स्ट स्टेप हुन्छ होइन। अलिकति अब अल्कोहल नखाए पनि एकचोटि टेस्टिङ गर्ने, खान त साथीले, उसको साथीले प्रोत्साहन गर्ने कि आधी गिलास खाएर के हुन्छ बियर अथवा एक पेक टेस्ट गर्नुपर्छ, त्यही नै अब ब्रेक थ्रु हुन्छ होइन। अब त्यसलाई चाहिँ अब त्यसपछि रेगुलर बेसिसमा नजानको लागि फ्यामिली मेम्बर एकदम रेस्पोन्सिबल हुनुपर्छ होइन। उसको छोरा होस् वा छोरी अथवा कुन मातामा गइरहनु भएको छ, किप इन टच कस्तो छ। कति त अब बुवा आमा छोराछोरीको रिलेसन राम्रो हुँदैन त्यो फ्याक्ट। अब सिधा कुरा गर्दाखेरि भात खाइस् के गरेछ ल भोलि पढ्न जाए, भोलि यदि बुट अथवा यस्तो डाइरेक्ट क्वेसनहरू मात्रै प्यारेन्ट्सहरूले गर्नुहुन्छ होइन। त्यसलाई आफ्नो बालबच्चालाई सँगै बसेर एटलिस्ट म के भन्छु भने फ्यामिलीले आफ्नो बुवा आमाले छोराछोरीले एटलिस्ट लन्च अथवा डिनरमा सँगै बसेर खाने बानी बस्छ। त्यसले गर्दा त्यो भनेको हि अर सी हेभ गट एडुकेट एउटा इमोसनल बन्डिङ हुन्छ। त्यहाँ खान त टाइम लाग्छ नि, हाफ एन आवर लाग्छ बटी। त्यो बेलामा त केही न केही कुरा निक्लिन्छ हो। त्यही भएर सँगै खाने बानी बस्छ। त्यही भएर एकअर्कालाई चाहिँ मनको कुराहरू साट्न मिल्छ र उसलाई पनि अब केही कुरा तपाईँसित पनि म 5 मिनट बस्नु र आधी घन्टा बस्नु फरक छैन। आधी घन्टा बसिसकेपछि मैले फ्लेक्सिबल हुन्छ अनि मैले यो पनि सोधौँ है त अझै कुरा गरौँ भन्दा त्यो उसमा लागेको कुरा अथवा उसको गैर गतिविधि पनि प्यारेन्ट्स थाहा हुन्छ। यो इम्पोर्टेन्ट रोल के छ भने फ्यामिली चाहिँ एकअर्काको कुरा साट्न पर्यो, त्यो एउटा माध्यम हो। यो इनिसियल फेजमा त फ्यामिली रोल इज द मोस्ट इम्पोर्टेन्ट के छ होइन। त्यसैमा अब फ्यामिलीको हामीले भन्यो अब सेयरिङ इज केयरिङ अलवेज भन्नु सर। लाइक सेयर गरेमा नै अब यो धेरै अब हामीले सुनेको अनुसार मेन्टलहरू हेल्थ प्लस इमोसनल बर्डनहरू सेयर नगर्दा अझै भित्रभित्र मान्छेलाई खाइरहेको छ अरे क्या सर। अनि त्यो मान्छेले सेयर गरेन भने कहीँ न कहीँ त प्रब्लमेटिक आयो।